अन्तिममा हामी चाहिँ झन्डै 11-12 किलोमिटर पछि यहाँ मकनपुर गढी आइपुगेको छ। यस्तो छ आरम्भमा चाहिँ यस्तो छ। यस्तो यहाँको दृश्यहरू चाहिँ यस्तो छ। कृपया दर्शक वृन्दहरू हेर्न सक्नुहुन्छ तलको उपत्यका। यसलाई के भन्छ मलाई थाहा भएन। भन्नुहोस् के छ विचार तपाईँको? यता हाम्रो वीरेन्द्र सर खै म्याम ल फोटो खिचाउनु भयो फेरि पछि टाइम हुन्न नि फेरि ल गरिहाल्नु पर्छ। लु त फोटोग्राफर आजको फोटोग्राफर यता त होला नि। ल तपाईहरु ल दुई टिरा ल भयो भिडियो बन्यो बन्दै जाऊ। मैले त्यतिकै युट्युबमा राख्दिने भनेर के मेमोरीको लागि मैले युट्युबमा राख्दिराख्छु हैन। उकालो चढ्ने क्रम जारी छ। हाम्रो सरहरू तल हुनुहुन्छ। आजको फोटोग्राफर लाउनु मोबाइल। आजको फोटोग्राफर हाम्रो सरहरूले एकदम गहन अध्ययन गर्दै हुनुहुन्छ। मकनपुर ऐतिहासिक गढी मकनपुर गढी चाहिँ रहेछ। मिस्टेक भयो सरी। के हो त्यस्तो अध्ययन उता? अध्ययनमा ध्यान छ है। त्यहाँभित्र चाहिँ के हो मन्दिर हो क्या है? मैले त पहिला पढेको मात्रै हो के अरे हेरौडादेखि 17 किलोमिटर दक्षिण पूर्व पर्छ भनेर पढेको मात्रै हो। ए अघि बिहान यहाँ आउनु त यहाँ एक्सप्लेन गरिदिनु त के एक्सप्लेन गरिदिनु त के भएको थियो अरे यहाँ पहिला होइन आउनु नि यो घरको बारेमा एक्सप्लेन। हामी अहिले दर्शक महानुभावहरु प्रेसिडेन्ट शाहले विक्रम सम्वत 1819 माघ 10 गते चाहिँ लगातार घमासान 10 घण्टा युद्ध भएपछि जितेको हो। अनि अरु यो जित्नुभन्दा अगाडि आफ्नो प्रेसिडेन्ट शाहले आफ्नो सेना राख्नलाई बनाएको दरबार हो। कति सालमा हो रे? 1819 मा जितेको। 1819 मा माघ 10 गते। 1819 माघ 10 गते जितेको। यति बेला यस्तो लगभग 300 वर्षको उसमा छ दोडाममा चाहिँ है। यो सुरुमा उसले बनाएको यही हो? केही पछि के पनि रिपेयरहरु नगरेको हो यिनीहरु? सायद मलाई लाग्छ त्यति धेरै उता छैन तर यो जुन अहिलेको संरचनाहरु छ यी संरचनाहरु त्यतिखेरकै हो भन्ने लाग्छ मलाई। किनभने त्यसपछि भूकम्प आयो उतार चढाव त आयो तर पनि त्यतिखेरको संरचनाहरु अहिलेसम्म जस्ताको जस्तै देखिन्छ नि। पक्कै बलिया र त्यतिखेरको एकदमै मेहनती हातहरूले मेहनत गरेर यस्तो कुदिएर ढुङ्गाहरू यति राम्रो गरी बनाएर रहेछ। भित्र छिरौँ न त एकचोटि के रहेछ यहाँ भित्र गढी दरबार। यो भित्र चाहिँ बस्ने छ फेरि बस्दैन सैनिक बस्ने हो यता चाहिँ? घाम चाहिँदैन तल घाम एउटा ल हिँड्नु अगाडि हिँड्नु न। खै त त्यस्तो एक्सप्लेन त केही नै गराएको छैन रहेछ। ओ माई गड
यस्ता मेरो चाहिँ कान्छ एउटा हेर्नु के राम्रो छ राम्रो देखिरहेको छ मकान दुपडी के ज्ञान गुणका कुराहरू भन्नु छ कि यहाँबाट ल आउनु भन्नुहोस् ज्ञान गुणका कुरा के त क्यामेरामा त देखिँदैन रहेछ क्या यो एकदम तुवालो भएर ए हो त्यसैलाई है गडीमा छौँ हामी चाहिँ ठ्याक्कै गडीमा यता हाम्रो सर म्यामको चाहिँ पोज जाँदैछ होइन क्यामेरा फोटो सेसन चल्दैछ के सुदूरपश्चिम कर्णाली गण्डकी बागमती मधेस ए हाम्रो प्रदेशको चाहिँ के नलेखिदिएको यहाँ एटलिस्ट प्रदेश नम्बर 1 नै लेखिदिएको भने हुन्थ्यो नि त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ए हेल चेक्राई हेर्नु न केही पनि नलेखिदिएको त्यो कोसी नभएको भएर होला प्रदेश नम्बर 1 मात्रै लेखिदिएको हो भने हुन्थ्यो नि त 75 सालमै यसमा हामीले मुद्दा हाल्नुपर्छ हेर्नु न हाम्रो पुरै खाली यस्तो नि हुन्छ 256 2075 सालमा 256 भएर रहेछ अहिले 6 वर्षपछि कति भयो भने 62 56 262 वर्ष भएछ यो जितेको है 262 कति रे 262 वर्ष गयो भएर नि 63 लाग्यो 63 लाग्यो माघ 10 गते काठ हेर्नु न काठ के को काठ होला है सबैभन्दा सालको काठ सबैभन्दा खप्ने काठ के हो साल यो आँप होइन कसले खान्छ त नि यहाँ आँप फलेर पछि लाग्यो त्यतिर काठ हेर्नु न अवसर यही हो सुवर्ण अवसर के हो नि यो तलको चाहिँ गहिरा चाहिँ के हो खाने कसरी यहाँ चाहिँ गर्थ्यो त खाने पानी बोकेर ल्याएर यहाँ जम्मा गरिदिने खानेपानी सङ्कलन गर्ने स्थान मन्दिर त्यति बेलाको मन्दिर सिद्धेश्वर महादेव मन्दिर जाम कहाँ जाने अब यस्तो बनायो फोटाहरू पुग्यो होइन हो त्यो पो त नि रोमान्टिक कपाल त हाम्रो त झगडा परेर के ल अब चाहिँ हामी चाहिँ कृपया जथाभावी फुल नटिपिदिनु होला रे कुन चाहिँ फुल टिप्नु पर्ने यार फुलै छैन त पर ल अब हामी चाहिँ फर्केको खासै के पनि छैन रहेछ है ढुङ्गाले बनाएको घरहरू रहेछ त्यति नै रहेछ अरू स्पेसल के पनि छैन गाडीमा स्पेसल नथिङ इट्स स्पेसल होइन तर मान्छेहरू चाहिँ बेसरी आउँदो रहेछ है
यस्तोमा पनि मान्छेहरू चाहिँ कति धेरै आउने कि यतिमा पनि नयाँ वर्ष हो नि त नयाँ वर्ष भएर पनि होला होइन तर पनि मान्छेहरू यस्तो घुम्ने ठाउँहरू चाहिँ खोज्ने हो कि ल अब चाहिँ हामी फर्किने यति हो आजको लागि चाहिँ ल अब चाहिँ गाइजहरू हामी चाहिँ मकनपुर ऐतिहासिक नेपालको एउटा प्रख्यात ठुलो र महत्त्वपूर्ण ऐतिहासिक गढी घुमेर मकनपुर गढी हामी चाहिँ फर्किने